छोटो चम्पादेवीको हाइक त्यति छोटो भिडियो भए तापनि इन्क्रेडिबल मेमोरिज भने धेरै नै क्रिएट भएका छन्। साथीहरूसँगको यो छोटो हाइक अनि ब्युटिफुल डेस्टिनेसन हेर्नको लागि भिडियो अन्तिमसम्म हेर्नुहोला। ग्रह शान्ति जय होस् छोरीको। दक्षिणकाली मन्दिर जाने सडकको भन्ज्याङ भन्ने पोइन्टबाट सुरु भएको हाम्रो हाइक डेस्टिनेसन पुग्दासम्म भने हामीलाई करिब 3 घण्टा लाग्नेछ। अब हाम्रो चम्पादेवीसम्मको हाइक हुँदैछ। हाम्रो के छ त आजको हाम्रो यात्रा कहाँबाट कसरी सुरु भयो? यस्तो छोटो हाम्रो यस्तो थियो प्लान। हिजो हामी त्यहाँ ललितपुर दाउलाखाल यता बसेर गरियो। त्यही भन्यो अहिले सुरुमा 6 बजे जाने कुरो थियो। 6 बजे जाने भनेको मुकुन्द सरको फेरि त्यहाँ अर्को ल्यापटप ग्यासको कुरो आयो फेरि त्यहाँ। त्यो कारणले 7 बजेपछि यो 7 बजे हामी सबै भेला भइसकेका थियौँ। त्यहाँ फेरि अब चिया खाम भन्ने पनि कुरो भयो। मैले त खाएँ। तपाईँले खानुभयो? मेरो समोसा चाहिँ लिनु हुन्थेन सर। समोसा हाल भनेर त पुरा अहिले खान पाइन्थ्यो। समोसामा एकदम च्याउ चाहिँ भइरहेको थियो। बल्कुमा 7 बजे आइयो। त्यहाँबाट अनि चिया खाइयो, हामी फ्रेस भइयो। अनि त्यहाँपछि ठेला अर्को गाडीमा चढियो। ढाड भाङ्गो भएर बस भयो होइन? बस भयो होइन? यहाँ 2 जना बसेका छन्। यता दुईटा भइसक्यो होइन? अनि फेरि यतापट्टि यो लाइन बस्ने अरे होइन? अनि यतापट्टि फेरि बस्ने अरे। तपाईँले ल्यापटप ठाउँ छ बिचन छिराउने अरे होइन? ल्यापटपको ब्याग कहाँ राखौँ भन्ने कुरा। अनि ल्यापटप ब्याग चाहिँ यता माथिपट्टि हान्ने अरे। अनि अझै ठाउँ छ भने हामीले चाहिँ माथि पनि स्पेस हुन्छ नि त, छत र मान्छेको बिचमा, त्यहाँ पनि मान्छे सुताइदिउँ भन्ने। 7 बजे बस चढेर कति 7:30 यहाँ पुग्यो होला। कति बजे आइपुग्यो सर? होइन लगभग 8 बजे छ होइन? 8 टक्कै 8 बजे भन्ज्याङबाट अनि हाम्रो हाइकिङ सुरु भयो। ल त हाम्रो कुमार दाइको के छ त आजको एकदम हाइकको चाहिँ हामी लगभग अहिलेसम्म 25% जति चाहिँ बाटो पास गऱ्यौँ होला। भिड चाहिँ एकदम मजाको हुने रहेछ सैटरडे स्पेसियल्ली होइन। अरू बिदाको दिन चाहिँ बिदाको दिनहरूमा चाहिँ भिड भए तापनि नर्मल्ली अरू दिनहरूमा चाहिँ यस्तो भिड हुँदैन। दाइ चाहिँ के छ चम्पादेवी पहिलोचोटि होइन? पहिलोचोटि मेरो त पहिलोचोटि आएको। हजुर रमाइलो रहेछ ठाउँ। यस्तो सर्ट हाइकहरू चाहिँ कति गरिरहनु भएको हुन्छ दाइले? कहिले काहीँ गरिरहन्छु। यता काठमाडौँ त फर्स्ट टाइमै हो। हजुर उतातिर घरतिर कहिले काहीँ गरिरहन्छु। हेरौँडातिर ठिक हो। अनि हेटौँडाबाट डाँडा उक्लिनुहुन्छ कि हेटौँडाको मैदानमा हाइक गर्नु? डाँडागाडै उक्लिनु पऱ्यो नि। मैदानमा त प्रायः अब हुने बसिरहेकै हुन्छ। यसो बिदाको दिन कहिले काहीँ मुड फ्रेसको लागि अनि भयो, यसो स्वास्थ्यको लागि भयो, बेला गरिरहेको हुन्छु। भिड चाहिँ है? भिड रहेछ है? व्यापक भिड रहेछ यो। मैले यति धेरै होला भने चाहिँ सोचेको थिइनँ। अनि किन दौडिनु भएको? त्यस्तो दौडेर भएन यार। ठिक छ, यस्तो स्पिडली हाल्नु पर्दैन होला है। त्यस्तो रमाइलो भइरहेको नि। है चराले पनि गीत गाइरहेको छ है। गीतै भन्नु पऱ्यो नि हामीले त नबुझेपछि। सकारात्मक लिउँ न, सकारात्मक सोचको साथ अघि बढाउँ न। लाइन क्लियर छ ल। यहाँ बिचमा चाहिँ एउटा सानो पसल पनि रहेछ। यहाँ आएर एकछिन रेस्ट गरेर यो सधैँ त हुन्न होला, यस्तै बिदाको बेलामा ज्ञानमा मात्र हुन्छ होला। पसल सधैँ राख्नुहुन्छ कि शनिबार मात्र हो? अरू बिदाको दिन आउनुहुन्छ? कहाँबाट आउनु भएको? तल कहाँ बोसन कि?
यो चाहिँ एउटा सर्ट हाइक हो इट डजन्ट टेक द्याट मच टाइम बिहान हामी सायद त्यस्तै 8 बजीतिर हिँड्न थालेको तल हाइवेबाट अहिले चाहिँ 11 बजेको छ हामी चम्पादेवी पुगिसकेको छौँ आज स्याटरडे हाम्रो इन्टरनल टुरिस्टहरू चाहिँ टन्नै देखियो अनि सम फरेनर्सहरू चाहिँ फर्कि पनि सक्नु भएको थियो हाम्रो चम्पादेवी चाहिँ हामी पुग्यो आजको डेस्टिनेसन हाम्रो के छ खुट्टा सुट्टा दुखाएको छैन छैन ल ठिक छ कता भस्मेश्वर जाने हो भस्मेश्वर जानलाई हो कि कता हो आजको टार्गेट माथि डाँडा छ अझै हिँडेर जाने ठाउँ फाइनल्ली हामी चम्पादेवी पुगेको छौँ हाम्रो केही सरहरूको चाहिँ पसिना पनि निस्केर चाहिँ मेरो खासै पसिना आएन हेर्नु न के हो यस्तो होइन पसिना नआउने नराम्रो हो नि पसिना आएको पो राम्रो हो त डेस्टिनेसन कस्तो लाग्यो त सुशील सर यात्रा रमाइलो भयो नि छोटो समयमा यतिको मजा लिन पाउनु एकछिन माथि जानु मन चम्पादेवीको मेन मन्दिर चाहिँ यही नै हो वैशाख 1 गते चाहिँ यहाँ ठुलो मेला लाग्छ वैशाख 1 गते चाहिँ यो अहिले हामीले जति देखेको छौँ त्योभन्दा धेरै ठुलो लाइन लाग्छ यहाँ हाम्रो सरहरू चाहिँ दर्शन गर्दै हुनुहुन्छ यो त पवित्र धार्मिक स्थल हो दानम देव्याय मन्त्राल सफला शान्ति पुनः शान्ति मनरता सत्तुडा बुद्धिना सञ्चमे प्रभा मौसम ल अहिले चाहिँ अब हामी चम्पादेवी दर्शन गरिसकेपछि अब यहाँ चाहिँ हामी अब सानो मिनी पिकनिक गर्नेछौँ ड्राई पिकनिक ल यहाँ चाहिँ पिकनिक डर हुँदैछ है मैले खिचेँ ल ल छातामा चाहिँ मजाले ल ल आइडिया चाहिँ डर हो है छातामा ओके धन्यवाद अफरको लागि अब हामी ठाउँ खोज्दैछौँ कता कता बस्छौँ हामी हाम्रो साथीहरू ठाउँ खोज्न अगाडि गइसकेका छन् कहाँ पुगेछन् एकदम ट्राफिक जाम छ यहाँ होइन टुरिस्ट हाम्रो चाहिँ यहाँ ड्राई पिकनिक सुरु हुँदैछ यसरी चम्पादेवीमा केही समय बिताएपछि फर्किने क्रममा पाटन मल्टिपल क्याम्पसको टिमसँग भजनमा नाच्दै केही रमाइलो गऱ्यौँ जसको लागि उहाँहरूलाई धन्यवाद फर्किँदा हात्तीवनको डाँडाबाट काठमाडौँ उपत्यकाको मनोरम भ्यू हेर्दै गर्दा एयरपोर्टमा प्लेन ल्यान्डिङ गरेको पलहरू पनि हामी निकै चाख मानेर हेर्दै थियौँ जति बेलाको साथीहरू बिचको कुराकानी निकै नै रमाइलो लागिरहेको थियो त्यहाँ पुगेर आवाज निकाले क्या भनेको राम्रो घुमायो त्यति त घुमाउनु पर्छ कि घुमाउनु पर्छ नि 90 डिग्रीमा त अब कुनै कुनैले स्टन देखाउनु अलिअलि गर्छ यस्तो 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 होइन बाइक चलाउँदा यस्तो घुमाउँछु नि त्यस्तो त नपाउला सर अलिअलि त देखाउँछ उतै लग्यो होइन त्यो अहिले जान्ने बन्दो रहेछ त्यसलाई फोन गरेर थर्काउनु पऱ्यो जे गर्दैन अनि पाइलट पनि राम्रो छ सर पेसा अब
यसरी चम्पादेवीको छोटो हाइक अनि केही समयको लागि काठमाडौँको धुलो धुवाँबाट बच्नको लागि हजुरहरू पनि जानुहोला है त चम्पादेवी हाइक।